जाडो महिना छ, तेल र घिउ मिसाउँदाखेरि कस्तो हुन्छ मलाई हेर्न मन लाग्यो आज। हेरौँ है त। यो चाहिँ तताएको घिउ र मैले माथिबाट त्यसमा चाहिँ तेल मिसाइरहेको छु। तताएको घिउ र तेल उस्तै उस्तै देखिएको छ, तर अब चिसो अहिले बाहिरको मौसम जाडो नै छ, सायद त्यो एकछिनमा त जमिहाल्छ त्यो घिउ, तर अहिले तताएको भएर चाहिँ त्यस्तो तेल जस्तो देखिएको छ। हेर्न सकिन्छ अहिले दुईटा मिसाएको घिउ र तेल र घिउ यसमा मिसाएको छु भने अर्को चाहिँ हाम्रो चाहिँ तेल मात्रै, ठुलो भाँडा तेल। अब यसमा चाहिँ एउटा चाहिँ तताएको घिउ मात्र यो भयो भने, यो तताएको घिउ मात्र गाउँबाट ल्याएको, यो चाहिँ मैले अहिले भर्खरै तेल र घिउ मिसाएको, अलिकति फरक छ रङ त। हेरौँ है एकछिन पछि कस्तो देखिन्छ यो। अब बाहिरको मौसम अहिले एकदम जाडो छ, यहाँ लगभग 10 देखि 15 डिग्री सेल्सियस भन्दा छैन। कस्तो देखिन्छ यसो हेर्न मन लाग्यो होइन। अनि आज चाहिँ घिउ र तेल मिसावट, यो चाहिँ अब जमिसकेपछि हेर्नुहोस् त, यो चाहिँ घिउ जमिसक्यो है, यो एकदम कडा भइसक्यो। यो चाहिँ कडा भइसक्यो, पल्टिँदा नि खस्दैन। यो चाहिँ तेल र घिउ हेर्नुहोस् त, जम्न त जमेछ, तर त्यस्तो तरल जस्तै छ, पोखिने जस्तो है, सल्ल बगे जस्तो छ। हेर्दाखेरि चाहिँ पुरै घिउ नै थाहै छैन त्यसमा तेल मिसिएको भन्ने।